नमस्कार। यो पश्चिम चितवनको पवित्र भूमिबाट म बोल्दैछु। यो सन्ध्याकालीन नमस्कार मेरा सम्पूर्ण मित्रहरूमा। म आज यो चितवन जिल्लाको 5वटा प्रगना मध्ये एउटा प्रगना जसको नाम गैढवार प्रगना हो। यो गैढवार प्रगना अन्तर्गत रहेका दुईटा खास गरेर शक्तिपीठहरू, एउटा मर्जादपुर गढ जुन ज्योतिनगरमा अवस्थित छ भने त्यसरी नै यो गढवार प्रगना अन्तर्गतको अर्को एउटा शक्तिपीठ जुन यहाँले देख्न सक्नुहुनेछ, श्री बोटनी देवी परादेवी तथा महालक्ष्मी मन्दिर। यसको परिसरबाट म यहाँहरूलाई सानो खोजमूलक अनुसन्धानमूलक जानकारीमूलक भिडियो प्रस्तुत गर्न गइरहेको छु। त पश्चिम चितवनको अर्थात् यो जुन गैढवार प्रगना अन्तर्गत पनि पूर्वी गैढवार अनि पश्चिमी गैढवार यो दुईटा रूपमा विभक्त। खास गरेर पूर्वी गैढवारका यो बेलवा, बनगाई, हरैया लगायतका मौजा गाउँका समस्त थारूहरूले पूजा गर्ने यो पवित्र पावन भूमि हो। यो भूमिमा उहाँहरू म यो गेटमा भित्र प्रवेश गर्दैछु। बोटनी देवीको मन्दिर परिसरमा म यहाँ आइरहेको छु। यहाँले देख्न सक्नुहुनेछ यो बोटनी देवीको मन्दिर हो, जहाँ सुन्दर हरियाली छ। त्यसरी नै मन्दिर छ। यहाँहरूले देख्न सक्नुहुनेछ यो ठाउँमा विशेष गरेर थारू समुदायले आफ्ना गाउँको रक्षार्थ, बाली नानीको रक्षार्थ अनि आफ्नो पशुधनको रक्षार्थ थारूहरूले विभिन्न किसिमका पूजा अर्चना गर्ने भएकोले, प्रकृति प्रेमी, प्रकृतिको पूजक भएको हुनाले यो ठाउँमा बोटनी देवीलाई पुज्ने र थारू समस्त थारू जनसमुदायमा, थारू गाउँमा यसो वृत्ति, स्वास्थ्य लाभ, आफ्ना पशु चौपाएको एउटा समृद्धिका निमित्त पनि यहाँ थारू समुदायले विभिन्न किसिमका पूजाहरू गर्ने गर्थे। यहाँहरू देख्न सक्नुहुनेछ यो पृष्ठभूमिमा यहाँहरू देखिरहनु भएको छ, मन्दिर छ, शिला छ। त जे होस् यो पावन पवित्र भूमिमा म आज म थारू भएको हुनाले थारूसँग सम्बन्धित बोटनी देवी मा आज पनि अझै पनि विशेष गरेर यहाँ यो जुन मन्दिर निर्माणमा बोटनी देवीको यो जुन मन्दिर परिसर छ, यो मन्दिर परिसरमा यद्यपि थोरै भए पनि थारूहरूको अस्तित्व, थारूहरूको पहिचान पनि नाम रहेको हुनाले पनि यो मन्दिर परिसर अत्यन्त राम्रो छ। त्यसले गर्दाखेरि आज पहिचानको नाउँमा यो बोटनी देवी जुन थारू मन्दिर हो, थारूहरूको आस्थाको केन्द्रबिन्दु हो, यसले खास गरेर समस्त थारूहरूको प्रतिनिधित्व गर्ने हुनाले, तर पछिल्लो समय यो चितवनमा गैर थारूहरूको इन्टरनल माइग्रेसनको कारणले गर्दा यहाँ गैर थारू समुदायका मानिसहरू आउने र यहाँको जल जमिन, यहाँको भूगोल र यहाँको प्राकृतिक स्रोत साधनसँग उनीहरूको पनि सामिप्यता बढ्दै गएको कारणले गर्दा आज यो बोटनी देवी थारूहरूको भनौँ न समीपबाट, थारूहरूको एउटा समीपबाट अहिले ओझेल परेको जस्तो देखिन्छ। तथापि पनि यो थारूसँग नाम जोडिएको एउटा पवित्र पावन भूमि हो। त्यसैले यहाँ यो लुकेर रहेको थारूहरूसँग, थारूको सभ्यताको बारेमा, थारूहरूको एउटा प्रतिनिधित्व गर्ने यो
पावन भूमि। आज मैले यहाँको केही जानकारी, यहाँको भूगोल, यहाँको वस्तुति, यहाँको मन्दिर अनि यो मन्दिर परिसरलाई यहाँहरू माझमा देखाउन पाउँदा अत्यन्तै खुसी छु। यस्तै भिडियो जानकारीमूलक, खोजमूलक र जानकारीमूलक भिडियोहरू अन्य मेरा भागहरूमा पछि देखाउने नै छु। त्यसै अन्तर्गतका अन्य मेरा यो खोजमूलक अनुसार यो भिडियोहरू पछि आउने नै छ। यसका लागि मलाई सहयोग गर्ने मेरो बाबु शुभम महतो लगायत समस्त थारू समुदायलाई विशेष धन्यवाद व्यक्त गर्छु। हस्त धन्यवाद।